Krishna नाम प्रभु यीशु Krishna नाम जयमसी आज एकजना छोरी चमत्कारी भएर जाँदैछौँ। चमत्कार त अस्तिको हप्तै भएको होइन। आज चाहिँ पूर्ण रूपमा जाँचेर पूर्ण रूपमा छुटकार भएपछि हामीले घर पठाएको छौँ है। अस्ति अब 3 हप्तामा पूर्ण रूपमा सँगै छुटकार भएर गएको छ। अस्तिको हप्तै चमत्कारी गर्नुभएको परमेश्वरले र अहिले फेरि हामी बिचमा जाँचेर भोलि के फर्केर आउँला के हुँदैन भनेर जाँचेर आएर आज चाहिँ पठाएको छौँ। तपाईँ भिडियोमा हेर्न सक्नुहुन्छ। अनि उहाँ हिँड्न सक्ने थियो अनि बोल्न अहिले के भयो सर? हिँड्न सक्छ, बोल्न सक्छ। तिमीले चाहिँ बेसी गरायो त निको भयो बोल्दै भन्ने भयो, निको भयो चङ्गै भयो। चाहिँ आज 3 हप्ता भयो। आज यहाँ ल्याएको 9 दिनदेखि बोल्न थाल्नु भएको थियो। अस्तिको हप्ता नै चङ्गाइ दिन भएको। आज चाहिँ पूर्ण रूपमा सँगै भएर अभिषेक पनि पाएर शक्ति पाएर उहाँ जाँदै हुनुहुन्छ। उहाँको साथमा परमेश्वर हुनुहुन्छ। उहाँ जस्तै रोइनुलाई निको पार्ने शक्ति उहाँले परमेश्वर हुनुहुन्छ। उहाँले हरेक कुरामा परमेश्वरले सहायता गर्नुभएको छ। उहाँको साथमा परमेश्वर हुनुहुन्छ। उहाँ टाउको थाम्न सक्नुहुन्न थियो, हिँड्न सक्नुहुन्थ्यो। यहाँ आउँदा कतिजना यहाँ आउने विश्वासहरूले पनि भन्यो हामीलाई सुनायो के त्यो निको हुन्छ र? मैले भने परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। आज आउने विश्वासहरू भन्थ्यो है। यो अब अर्को हप्ता आउँदा यो निको भएको बोलेको देखेर तिनीहरू आश्चर्य भएको छ। यो छोरीलाई परमेश्वरले डोराउनु हुनेछ। यी छोरीसँग परमेश्वर हुनुहुन्छ। यी छोरीले जहाँ पाइला टेक्नु हुनेछ त्यहाँ चाहिँ आगो बल्नेछ परमेश्वरले बताउनु भएको छ। अब यी छोरी जस्तै बिमारहरूलाई उहाँले प्रार्थना परमेश्वरले निको पार्नुहुन्छ। उहाँद्वारा अब ठुलो काम गर्नेछ। त्यसको निम्ति परमेश्वरले उहाँलाई फेरि पनि निको पारेर जीवित पार्नु भएको छ। संसारका सबै शक्तिमाथि विजय दिनु परमेश्वरले महिमा होस्। बिस्तारै जाउँ ल है, बिस्तारै जाउँ, राम्रोसँग पढा है, प्रार्थना गरेर नछोड नि है। बेला बेलामा फोन गर। त्यसो मसँग जोडेको छैन साथी चाहिँ किन नजोड्यो त?